कुलमान घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गरेकै हुन्। फेरि यो सरकार किन कुलमानलाई हटाएर नेपालमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा अन्य व्यक्तिलाई नियुक्त गरिरहेको छ? उज्यालो नेपालका नायक कुलमान घिसिङलाई पदबाट हटाएर सरकारले गर्न खोजिरहेको के छ? आउनुहोस् यसबारे विस्तृत रूपमा बुझौँ। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले हटाएपछि यति बेला चौतर्फी रूपमा सरकारको विरुद्धमा सामाजिक सञ्जालदेखि सडकमा आवाज उठिरहेका छन्। सोमबार बेलुका बसेको मन्त्री परिषदको बैठकले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसँगै उनको कार्यकारी निर्देशक पदच्युत भएको थियो। उनले पहिलो पटक 2073 साल भदौ 29मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कार्यभार सम्हालेका थिए। त्यस समयमा नेपालमा दैनिक 18 घण्टासम्म लोडसेडिङ हुने गर्दथ्यो, जसले जनजीवन र अर्थतन्त्रलाई ठूलो असर परेको थियो। कुलमानले आफ्नो पहिलो कार्यकालमा लोडसेडिङ व्यवस्थापन गरेर अन्त्य गरे, जसका कारण उनी जनतामाझ लोकप्रिय बनेका थिए। पहिलो कार्यकाल सकिएपछि उनको पुनर्नियुक्तिको माग जनस्तरबाट उठेको थियो र पछि 2077 साल मङ्सिर 1 गते उनी दोस्रो पटक कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। उनले विद्युत आपूर्तिलाई नियमित बनाउन भारतबाट आयात बढाए, 400 देखि 500 मेगावाटसम्म विद्युत चुहावट नियन्त्रण गरे, 25% झारेर 15%मा ल्याए र प्राधिकरणको घाटामा गएको वित्तीय अवस्थालाई नाफामा पुर्याए। यी कामहरूले उनलाई उज्यालोका नायकको रूपमा स्थापित गर्यो, किनभने उनको नेतृत्वमा देश अन्धकारबाट उज्यालोतर्फ गयो। सामाजिक सञ्जाल र जनमतमा उनको यो छवि अझै बलियो छ। विशेष गरी लोडसेडिङ मुक्त नेपालको सपना साकार पार्ने श्रेय उनैलाई दिइन्छ। कुलमान घिसिङलाई पदबाट सरकारले हटाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेले आफ्नो फेसबुकमा कसलाई राख्ने कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् भन्दै बिजुली बत्ती निभाएर मैनबत्ती बालेका थिए। सामाजिक सञ्जालमा यति बेला चौतर्फी आलोचनाको शिकार खेपिरहेका छन् ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले। केही दिन अघि नेपालमा लोडसेडिङ अन्त्य हुनुको श्रेय भारतलाई दिनुपर्छ भन्दै संसदमा बोलेको कारण उनी विवादमा परेका छन्। बत्ती पुगेको छैन, लोडसेडिङ छ, हिजो पनि थियो, आज पनि छ। हामीले लोडसेडिङ छैन भनेर घोषणा गर्दै गर्दा पनि लोडसेडिङ थियो छ, म दाबीका साथ भन्न सक्छु। खालि के गरिएको थियो भने घरमा बत्ती दिने काम गरिएको थियो, उद्योग धन्दातिर कटौती गरिएको थियो, आज पनि त्यही छ। अहिले भर्खरै म यहाँ बसेर कुरा गर्दै गर्दा 830 मेगावाट विद्युत भारतबाट आयात भइराखेको छ। अहिले भर्खरै हामीसँग पुग नपुग 1000 मेगावाट विद्युत छ। अहिले साँझमा अब लोडसेडिङ घरमै पनि हुने अवस्था छ। त्यसो भएको कारणले एउटा निजी क्षेत्र, एउटा भारतबाट आयात गरेको। यस्तै सामाजिक सञ्जालमा कुलमान घिसिङलाई पदबाट हटाइएको प्रति रासोपा सदस्य सोभिता गौतम लेख्नुहुन्छ, देशभर 18 घण्टा लोडसेडिङ खेपिरहेका जनतालाई उज्यालो नेपाल पनि सम्भव छ है भनेर प्रमाणित गर्ने मान्छे हुन् कुलमान घिसिङ। उनले सम्भावना मात्र देखाएनन्, नेपाल उज्यालो बन्न सक्छ भन्ने प्रमाणित पनि गरे। तर आज त्यही नेतृत्वलाई सरकारको दम्भले कार्यकाल सकिनु 4 महिना अगाडि नै बर्खास्त गर्यो। यो निर्णय केवल व्यक्तिगत अन्याय होइन, देशकै सफलता र आशामाथि प्रहार हो। लोकतन्त्रमा सरकारको शक्तिभन्दा माथि कानुन र न्याय हुन्छ। मलाई विश्वास छ यसपटक पनि अदालतले प्रमाणित गर्नेछ कि देश बहुमतको दम्भले होइन, कानुन र न्यायको शासनले चल्छ। यस विषयमा के भएको थियो? कुलमान घिसिङ आफैले केही महिना अगाडि पत्रकार सम्मेलनमा यस्तो भनेका थिए। विद्युत प्राधिकरणले जुन छुट बिल हामीले जारी गरेका छौँ उद्योगी साथीहरूलाई, त्यो हाम्रो विनियम नियम कानुन सङ्गत हामीसँग भएको प्रमाणलाई राखेर उहाँहरूलाई छुट बिल जारी गरेका हौँ।
पुनर्वारीकरण